हेलो नमस्ते साथीहरू, तपाईहरुले एसपी अर्निङ युट्युब च्यानलमा स्वागत छ। आजको भिडियोमा चाहिँ हामीले लभली प्लान्ट भन्ने एउटा एप्लिकेसन रहेको छ। यसमा चाहिँ हामीले कसरी इन्कम लिने भने चाहिँ कुरा गर्नेछौँ है त। यदि अझ अरू पनि अनलाइन अर्निङतर्फ इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ हाम्रो भिडियो चाहिँ अन्त्यसम्म हेर्नु होला है त। फर्स्टमा चाहिँ हजुरले यो एप्लिकेसन चाहिँ मैले चाहिँ लिङ्क डिस्क्रिप्सन बक्समा राखिदिनेछु। त्यहाँबाट गएर चाहिँ प्ले स्टोरबाट डाउनलोड गर्नुपर्ने हुन्छ। डाउनलोड गरिसकेपछि अब सिम्पली हजुरहरूले चाहिँ के गर्नुपर्छ भन्दाखेरि यसमा चाहिँ आइडी क्रिएट गर्नुपर्ने हुन्छ अनि यहाँ इन्भिटेसन कोडको अप्सनमा चाहिँ इन्भिटेसन कोड चाहिँ राख्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ हजुरले 1000 पोइन्ट चाहिँ पाउन सक्नुहुन्छ है त। यति गरिसकेपछि सिम्पली क्लोज गर्नु होला। अब यसमा इन्कम गर्ने मेथड भनेको चाहिँ यहाँ मनी प्लान्ट भन्ने हुन्छ। यसले चाहिँ हामीले बिरुवा लगाउने हो अनि इन्कम चाहिँ गर्न सकिन्छ है त। अब सिम्पली यहाँ चाहिँ देख्न सक्नुहुन्छ वाटर, यहाँबाट सिलेक्ट भन्ने अप्सन रहेको छ, यहाँ चाहिँ आइसकेको छ। अब वाटर भनेको छ यो हाल्ने अनि त्यसपछि फेरि यति गरिसकेपछि यहाँ हाम्रो चाहिँ प्लान्ट चाहिँ उम्रिसकेको छ। यसमा ट्याप गरेर चाहिँ हजुरले कोइन चाहिँ अर्न गर्न सक्नुहुन्छ है त। यसरी चाहिँ हजुरले यहाँबाट चाहिँ कोइन इन्कम गरेर चाहिँ त्यो कोइनलाई विथड्र गर्न सक्नुहुन्छ। सिम्पली यस्तै गरेर चाहिँ हजुरले यहाँ चाहिँ फेरि वाटर चाहिँ राख्नुपर्ने हुन्छ अनि यहाँ चाहिँ हाम्रो प्रोसेस कम्प्लिट गरिसकेपछि हजुरले टमाटर जस्तो चाहिँ आउँछ अनि सिम्पली यसरी क्लिक गरिसकेपछि चाहिँ हजुरको ओपन हुन्छ। ओपन भएर चाहिँ हजुरले सिम्पली स्पिन चाहिँ गर्नुपर्ने हुन्छ। पोइन्ट अर्निङ गर्न सक्नुहुन्छ, जुन पोइन्टलाई चाहिँ हजुरले सजिलैसँग विथड्र गर्न सक्नुहुन्छ है त। यो चाहिँ एउटा भयो अर्निङ गर्ने मेथड। त्यस्तै गरी यहाँ प्ले टाइम भन्ने अप्सन रहेको छ। यहाँ प्ले टाइममा गएर पनि हजुरले गेमहरू खेलेर प्ले टाइममा एभाइलेबल भएका गेमहरू खेलेर इन्कम चाहिँ लिन सक्नुहुन्छ। अलो ट्र्याकिङ चाहिँ गर्नुपर्ने हुन्छ, पर्मिट गर्नुपर्ने हुन्छ है त। अब यहाँ चाहिँ सिम्पली केही समय चाहिँ वेट लिन्छ, हाम्रो कटको अप्सन आउनेछ। सिम्पली कट वेटिङ गर्नुपर्ने हुन्छ है त। हाम्रो केही समय चाहिँ लाग्ने 3 2 1 0 है त। फाइनली हाम्रो कम्प्लिट भइसकेको छ। अब प्ले टाइमको गेमहरू चाहिँ ओपन भएको छ। यहाँ देख्न सक्नुहुन्छ पोइन्ट चाहिँ दिएको छ। म्याक्स भनेको 132, म्याक्स पर टास्क भनेको पर टास्कमा 5 कोइन दिन्छ भनेको छ। म्याक्स 348 पोइन्ट। यस्तै चाहिँ हजुरले यहाँ भएको पनि हेर्न सक्नुहुन्छ है त। यस्तै यो चाहिँ इजी मेथड रहेको छ। यहाँ आएका म चाहिँ यसलाई कट गर्छु। टमाटर जस्तो फोरेर चाहिँ हजुरले यहाँबाट इन्कम लिन सक्नुहुन्छ क्लिक गरेर मात्र है त। अब त्यस्तै गरी अन मोर भन्ने अप्सन रहेको छ। यहाँ अन मोरमा जानुहुन्छ भने यहाँ चाहिँ सिम्पली विभिन्न टाइप्सहरूको चाहिँ अफरवाल चाहिँ हुन्छ है त। यहाँ भएको अफरवालहरू कम्प्लिट गरे पनि हजुरले टास्कहरू कम्प्लिट गरेर मजाले इन्कम चाहिँ लिन सक्नुहुन्छ। यो पनि एकदमै राम्रो सोर्स हो है त इन्कम गर्नको लागि। अब यहाँबाट चाहिँ धेरै हाई रेटिङमा चाहिँ कोइन पाउन सक्नुहुन्छ। यहाँ पोलफिस भन्ने सर्वे पनि रहेको छ। यी सर्वेहरू कम्प्लिट गरेर टास्कहरू कम्प्लिट गरेर इन्कम लिन सक्नुहुन्छ। नै भने हजुरले इजी तरिकाले ट्याप गरेर मात्र पनि इन्कम लिन सक्नुहुन्छ। त्यसै गरी मिनी गेम्स भन्ने अप्सन रहेको छ। मिनी गेम्समा चाहिँ हाम्रो यहाँ चाहिँ गेमहरू खेल्नको लागि राखिदिएको। अब यहाँ इन्टर कोड भन्ने अप्सन रहेको छ। यहाँ गएर चाहिँ हजुरले कोड राख्नुहुन्छ भने चाहिँ हजुरले 1000 कोइन पाउन सक्नुहुन्छ है त। अब यसबाट अन गरिसकेपछि विथड्र गर्नको लागि सिम्पली यहाँ चाहिँ ट्याप गर्नु होला। टमाटर जस्तो अप्सन रहेको छ। यहाँ चाहिँ 29 अवता चाहिँ हाम्रो रहेको छ। सिम्पली यहाँ यता साइडमा ट्याप गर्नुहुन्छ भने चाहिँ वालेटको अप्सन रहेको छ। यसमा ट्याप गर्नु होला है त। यहाँ 20,000 भइसकेपछि हजुरले $2 चाहिँ हजुरले सजिलैसँग आफ्नो पेपाल एकाउन्टमा चाहिँ ट्रान्सफर गर्न सक्नुहुन्छ। अब यो चाहिँ 20,000 पोइन्ट त भइहाल्छ है यस्तै गर्दा अनि त्यसमा चाहिँ हजुरले आफ्नो पेपाल एकाउन्टमा चाहिँ विथड्र लगाउन सक्नुहुन्छ है त। यसमा ट्याप गरिसकेपछि हाम्रो यहाँ पनि केही समय लोडिङ लिन्छ। यदि आएको छ सो अब यसबाट इन्कम लिनको लागि रेफर एन्ड अर्न भन्ने अप्सन पनि रहेको छ। सिम्पली यहाँ मेरो रेफरको चाहिँ देख्न सक्नुहुन्छ। रेफर योर फ्रेन्ड्स एन्ड गेट 50 पोइन्ट इमिडिएटली भनेको छ। 750 पोइन्ट when your फ्रेन्ड अन दियर फर्स्ट 500 पोइन्ट अर्न गरिसकेपछि चाहिँ 750 कोइन पाउनुहुन्छ भनेको छ। एक्स्ट्रा 20% कमिसन भनेको छ है त। टोटल चाहिँ हजुरले 1000 कोइन चाहिँ पाउन सक्नुहुन्छ रेफरबाट है त। त्यस्तै गरी अब यदि हजुरले पनि रेफर बोनस पाउन चाहनुहुन्छ भने चाहिँ त्यसका लागि चाहिँ केही गर्नु पर्दैन। सिम्पली यो ब्याक आइसकेपछि पनि यहाँ चाहिँ ट्याप गर्नुलाई इन्टर कोड भन्ने अप्सन रहेको छ। यहाँ चाहिँ मैले भनेको छ हजुरलाई चाहिँ कोड राखिदिनेछु है त। त्यसको कोड चाहिँ मैले तपाईँहरूलाई डिस्क्रिप्सन बक्सतिर राखिदिनेछु।
यो कोड चाहिँ यहाँ हजुरले पनि सिम्पली केही समय चाहिँ वेट गर्नुपर्ने के गर्नुपर्छ Simply भन्दाखेरि कटको अप्सन आएको छ, फेरि पनि कटको अप्सन आइसकेको छ। यति यता राख्नुपर्ने हुन्छ है हामीले पाइसकेका छौँ। यसै पैसा पनि चाहिँ मसँग XD3WSE भइसकेको छ है त। यो एपबाट यहाँ राख्नु विकल्प होला अप्सनमा चाहिँ हजुरले थुप्रै मेथडहरू पाउन सक्नुहुन्छ। हजुरले अघि देखे जस्तै TRX IMPay अनि पेपालको थ्रु चाहिँ विथड्र लगाउन SC भने चाहिँ सक्नुहुन्छ। राख्नु होला अब है त। यसमा चाहिँ हजुरले आफ्नो साथीहरूलाई इन्भाइट गरे पनि यस्तै इन्कम चाहिँ लिन यहाँ सक्नुहुन्छ। हजुरले पोइन्ट यहाँबाट हजुरले आफ्नो साथीहरूलाई इन्भाइट रेफर कोड गरेर राख्न सक्नुहुन्छ इन्कम र लिन रेफर चाहनुहुन्छ बोनस भने पनि पाउन सक्नुहुन्छ। जुन रेफर कोड चाहिँ मैले हजुरलाई डिस्क्रिप्सन बक्सतिर चाहिँ प्रोभाइड गरिदिनेछु। त्यहाँबाट चाहिँ गएर चाहिँ त्यो कपी गरेर चाहिँ राख्न सक्नुहुन्छ। यो चाहिँ राख्नुपर्ने हुन्छ है त XD3WSE भनेर रेफर कोड राखिसकेपछि हजुरले सिम्पली के गर्न सक्नुहुन्छ भन्दा 1000 पोइन्ट चाहिँ आउन बित्तिकै बोनसका रूपमा पाउन सक्नुहुन्छ। र हजुरले 20,000 पोइन्ट भइसकेपछि सजिलैसँग $2 चाहिँ पेपालमा चाहिँ विथड्र गर्न सक्नुहुन्छ। 1000 कोइनको भ्यालु भनेको यहाँ चाहिँ हाम्रो 0.1 जसमा चाहिँ हजुरले रजिस्टरमा जो 10 रुपियाँ जति चाहिँ पाउन सक्नुहुन्छ है त। यसरी चाहिँ हजुरले यसबाट चाहिँ मजाले इन्कम गर्न सक्नुहुन्छ। यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने यो एपमा जोइन भए हजुरले पनि इन्कम लिन चाहिँ सक्नुहुन्छ है त। अन्त्यसम्म भिडियो हेरी साथ दिनुभएकोमा हजुर सबैलाई धन्यवाद।